ए तेरिका तपाईँ हो एउटा प्रब्लम भएछ क्या दाइ के प्रब्लम यिनीहरूले चाहिँ जडीबुटीको लागि भनेर मगाएछ तेरिका अनि मलाई पनि यता सुन्धाराको लोकेसन हालेर पठाएछ क्या मैले चाहिँ क्यान्सल गरिदिइहालेँ कहाँ जडीबुटी जाने हो त नि होइन अनि अब मिठो पैसा दियो भने जानु पर्छ अब अलिक मिठो पैसा दिने हो भने जाने हो हजुर अलिक मिठो पैसा दिने हो भने चाहिँ जाने हो तपाईँले त काम बढाउनु भयो त हाम्रो अब के गर्ने दाइ जडीबुटी जडीबुटी लगिदिइहाल्छ नि लगिदिँदैन लग्ने कि नलग्ने तपाईँ कति दिन गर्दा है त म प्राइस हो कि 20 रुपियाँ किलोमिटर दियो भने त जाने हजुर 20 रुपियाँ किलोमिटर त दिएला नि जडीबुटी बस पार्क हो हजुर जडीबुटी बस पार अनि मलाई मगाइदिनु भन्यो कि अँ अनि मैले आफ्नो लोकेसन चाहेको त्यहीँ मगाइदिएँ होइन अँ मेरो यहीँ सुन्धारासम्म थियो जडीबुटी तर दाइ मैले हालेको छु दाइ यार विश्वास गर्नु यार दाइ कसरी आयो त यार अहिले भर्खरै हालिरहेको तपाईँले जडीबुटी थिच्यो हो अँ अनि जब त्यो थिच्ने बेला हुन्छ नि सुन्धारा थिच्यो कि जडीबुटी थिचेर 6 किलोमिटर छ 180 दिन डेढ सय गरिदिनु पुऱ्याइदिनु 150 तपाईँ 100 तपाईँको 150 यहीँबाटसम्म देखाइरहेको थियो होइन दाइ सुन्नु न हामीले यहाँ किन 350 गर्नु त आफै यो पनि त सोच्नु होइन हजुर हामीले त्यही टिप्यो ल ठिक छ मिस्टेक भयो माने मैले त्यो कुरा छोड न 150 दिनु हो मिस्टेक भयो अलिकति कम्प्रोमाइज गर्नु के हजुर 150 दिदिनै जाने ल जानु 150 त अलिक भएन कि तेलको भाउ भ्याउँछ दाइ दाइ तेलको भाउ कति हो अरे 250 पनि बाइक चलाइरहेछन् मेरो दाइ घटेछ के त्यो छोडिदिनु घटेछ अब दाइ हेरे आइफोनमा भ्लग आइरह होइन तपाईँको जानु छोडिदिनु 170 गर्नु न अब यो चाहिँ यतिकै लिएर जाने त्यो 5 मिनट हुन्छ क्यान्सल गरिदिनु भइहाल्यो क्यान्सल चाहिँ राइडै पुरा भयो होइन कसले तपाईँले हो जडीबुटी हानिदिनु न मेरो तपाईँले भयो भयो त हाल्यो भने मेरो कम्प्लिट भइहाल्छ नि तना बाइक अलि यस्तो राख्नु ए अझै भित्र पो छ तेरिका भक्तपुर चाहिँ नपुऱ्याउनु है भक्तपुर त होइन पेप्सीकोला पेप्सीकोला जाने साइडतिर हो हजुर पेप्सीकोला जाने बाटोतिर हो पेप्सीकोलै घट्नु जानुहुन्छ जडीबुटी चोक हानिदिनु न पुरा भइहाल्छ नि जडीबुटी चोक सडिन्छ है अलिक टाढा हुन्छ त्योभन्दा नि अझै टाढा हो भित्र केही छ होला नि केही बिल्डिङ स्कुलहरू केही सर्च गरेर जानुलाई त्यो उयो नगरपालिका चाहिँ छ थाहा छैन लामा डिग्लो हानिदिनु न भइहाल्छ नि लामा डिग्लो हान्नु पऱ्यो नि जडीबुटी चोक हानिदिनु भइहाल्छ सरी है दाइ म त मगाइदिनु भयो नि मैले मगाइदिइहालेँ मगाइदिएको त नि अरे हामीले यही 212 रुपियाँ देखाएको छ एपमै 212 देखाएको छ अनि तपाईँ 150 भन्नुहुन्छ एपको अनुसार जाउँ न हुन्छ होइन उहाँ जाने होइन हामी जाने हो हुन्छ चेन्ज गरिदिउँ मलाई के सोचेर उहाँलाई सोध्नु होइन त्यो 212 रुपियाँ देखाएको छ यहीँको 150 देखाएको छ के हो होइन रातिको टाइम अलि हाई हुन्छ कि प्राइस अहिले प्राइसमा जाने हेर्नु है 212 देखायो है अब तपाईँहरूले भन्नु है हजुर 212 रुपियाँ देखायो ठिक छ उहाँहरू जाने हो त्यसमा नहेर्नु न एङ्गोमा हेर्नु न याङ्गो नै त हो यो यही त याङ्गो त हो 213 देखाएको छ हामीले बढाउन पनि मिल्दैन अब भइहाल्छ नि दिदी होइन के गर्ने हो हुन्छ 213 215 दिइहाल्नुहुन्छ ल लौजा भन्यो भन्दा धेरै पो उठ्यो त रातिको टाइम हाई हुन्छ कि प्राइस फेरिका लौजा जाने हो बस्नु
जाने हो जाँदा हुन्छ होला यो बाटो आयो भने चाहिँ हुन्छ होला यो बाटो दाइ अफलाइनमा हो म त अफलाइनमा घाटा लाग्यो नि त मलाई त एक्स्ट्रा दियो एक्स्ट्रा दिनु म सिकाइदिन्छु कि याङ्गो कसरी चलाउँछ अब तपाईँले मलाई होइन तपाईँले मलाई नम्बर जानु पर्यो दिनु भने यसो फोन गरेर बोलाउँदा नि हुन्छ ओ ए तेरिका लप परेछ है लप परेछ होइन भने म सिकाइदिन्छु भनेको याङ्गो ए चलाउन ए ए त्यो बाटोको भेलेले झन्डै सुन्धारा पुऱ्याइदिएको थियो केही हुँदैन होला के भने कि उसको 1 लाख फलोवर छ छैन वाला त आइफोनले खिचिरहेको गोकर्ण यतातिर बजे सायद जानुपर्छ भाइलाई 5 स्टार दिइहाल्छु होइन उहाँलाई चाहिँ 215 नै दिनु होइन मेरो चाहिँ बोनस आउँछ मलाई चाहिँ अलिक कम दियो पनि भयो तपाईँहरूको रेट चाहिँ हाई भयो बोनस आउँदाखेरि मैले तपाईँलाई बिना बोनसको ल्याइदिएको कति रुपियाँ छ उहाँको चाहिँ 215 उठाएछ मलाई चाहिँ 215 नै दिनु होइन मलाई चाहिँ 160-70 दियो हुन्छ कसलाई चाहिँ उहाँ सरलाई मलाई चाहिँ 160 अनि 200 तपाईँलाई 215 नै दिनु मलाई चाहिँ मेरो बोनस आउँछ नि त ओहो तपाईँ किन यति राम्रो यार होइन उहाँलाई धेरै रेट धेरै भयो जस्तो छ कि तपाईँहरूले चेन्ज गरेको भएर तपाईँहरूको रेट बढ्या हो कि तपाईँ त्यहीँबाट त्यहीँ जाँदा नि कति धेरै देखाएको थियो तपाईँ 152 रुपियाँ देखाएको थियो त्यहीँबाट धरेर जाँदाखेरि तपाईँलाई मलाई म 40 रुपियाँ रिटर्न गरिदिन्छु मलाई कति दिने भनेको 215 उठेछ होइन उहाँलाई चाहिँ अब त्यति नै दिनुहुन्छ है कति दिनुहुन्छ अब तपाईँले जति दिनु उहाँले जति लिनुहुन्छ अब फेरि गर्दै पनि हुन्छ होला उहाँको त अब मेरो 88 रुपियाँ चाहिँ बोनस आयो त्यही भएर तपाईँहरूलाई चाहिँ 160 तिमी त यार साह्रै राम्रो मान्छे रहेछ यार ल दाइ ल मेरो राइड लाग्यो गएको ल ल दिदीहरू ल युट्युब च्यानलमा मेरो केबिके भ्लग अफिसियल केबिके छ के खाइदिनु त म हानिदिन्छु मेरो नि धेरै भएको छ नि यो खोलेको त तपाईँ पनि गरिदिनु ल सब्सक्राइब के छ अरे भन्नु त ऊ यो दाइकोमा हानिदिन्छु एमबी नभएर त मान्छेले हामीलाई यहाँ झन्डै सुन्धारा झन्डै हामीलाई कहाँको मान्छेले कहाँ पुगेन धरारा चढाइदिन्थ्यो अहिले यो मैले नाम राख्नै जानिनँ कि मैले नि धेरै भाषण खोलेको होइन यस्तो छ क्या अहिले नेट किन नचला यतातिर नेट चल्दैन जो से हेर्न नाम हो त्यही हो नाम होइन मेरो मुसुक्क हाँसेको छ क्या मुस्कान भाइ तर मलाई त्यो केबिके भ्लग मात्रै राख्नु खोजेँ अब मेरो फुल नेम चाहिँ कृष्णबहादुर कुमालो होइन तर मलाई चाहिँ त्यो केबिके राख्नै आएन कि आएन कि त्यो सबै दियो कि मैले जान्दै जान्न ओके ओके म सब्सक्राइब गर्छु ल बस ल यताबाट पनि जानु मिल्छ